नमस्कार, म बबिता। आजको रेसिपीमा यहाँहरूलाई स्वागत छ। आजको हाम्रो रेसिपी हो चुकौनी। चुकौनी बनाउन चाहिने सामग्रीहरू: सादा दही 1 लिटर, उसिनेर चाना पारेको आलु 2 कप, धनियाँको पत्ता, प्याज एउटा ठुलो साइजको लिएको छु, अनि हरियो खुर्सानी 4 वटा। अब यसलाई राम्ररी मिक्स गर्नुहोस्। नुन स्वाद अनुसार राख्नुहोस्। 1 टेबल स्पुन चुक राख्नुहोस्। चुक छैन भने 2 टेबल स्पुन लेमन जुस राख्नुहोस् र यसरी राम्ररी मिलाउनुहोस्। अब यसलाई झान्नको लागि तातो तावामा तेल राख्नुहोस्। एउटा मेथीको दाना राखेर तेल तात्यो कि तातेन चेक गर्नुहोस् र 1 टेबल स्पुन मेथीको दाना यसरी कालो हुने गरीसम्म फुराउनुहोस्। अब ग्यास अफ गर्नुहोस् र 1-1 चिया चम्चा जिरा धनियाँको पाउडर र बेसार राख्नुहोस्। यसलाई राम्ररी मिलाउनुहोस् र दहीको मिक्सरमा लगाएर झान्नुहोस्। यसलाई फेरि राम्ररी मिलाउनुहोस्। यसरी हाम्रो सजिलो चुकौनी, मिठो चुकौनी रेडी भयो। अब यसलाई धनियाँको पात राखेर सर्भ गर्नुहोस्। Thank you for watching. Please like, share, subscribe and comment.